लो अब तपाईहरु सबैले सुनिदिनु होला कि इष्टमित्र जतिको लागि चाहिँ टीका लगाइदिने सबै बाहिर हामीले गरेछौँ। यहाँ त बाबुआमाले हामी बाबुआमाले मात्रै लगाएर बाहिर खाना पनि दिनुपर्छ हैन? यी नै खाना त्यहाँदेखि मात्रै पाखा निक्लिन्छ। अनि यहाँदेखिको पाखा जाने बित्तिकै त अब 10 बुढोपाकालाई त ऊ छोराबुहारीले खाना पस्काएर दिनु पर्यो 10 बुढाहरूलाई। दुईजना आजदेखि आज त दुईजना बुहारी र छोराको हातबाट खानु पर्ने हो नि त आज त। माया माइतीको इज्जत नखानु बुहारीले पनि अब आमा अलि उता जानु नि प्लिज। दाजु सबै चिन्नु घर चिन्नु आफ्नो घरदेखि छोराले पनि सबै जानेर इष्टमित्र राखेर खानु बाबुले कसै राखेको राम्रोसँग तिमीहरूले कुनै दिन जुजोबाजो नगरेर कुनै दिन वातङहरूले पनि नराम्रो कुरा गर्नु भन्दा सबै घर फ्यामिली वातङहरू सबैले मिलाइदिँदा हुन्छ। नाचपलाच सोच राम्रो होस् एकदम त्यसले आयु भएर भरे एकैचोटि वातावरणले पनि गर्दा हुन्छ। खासमा त यही हो नि वातङहरूले सम्झिनु भरे पनि परत पनि टीका लगाइदिने नै हो। सबै कुरा पुरै गर्नु जानेर गर्नुपर्छ भनेको